सबै कुरोका बहिनीले दिन्छ भनेर नदेख तिमी त स्कुल गएको जस्तै छ त Hi everyone, good afternoon, welcome to my vlog. It's me, Yang Bangilangsebar. Namaste, फेरि पनि तपाईहरु सबैजनालाई वेलकम छ र आशा राख्दछु तपाईहरु सबैजना सन्चै अनि सुबिस्तै हुनुहुन्छ होला भनेर आफ्टर लङ टाइम मेरो भ्लग आउँदैछ लङ भ्लग मिनी भ्लग पाइरहेको छ तपाईहरुले माया दिइरहनु भएको छ त्यसको लागि धेरै धेरै धन्यवाद र आज चाहिँ हामी चाहिँ रेडी भएर चाहिँ वे टु गान्तोक जाँदैछौँ यहाँ चाहिँ हस्बैंड रेडी बैग रेडी याम रेडी चिया पिउँदै याम रेडी लुगा फाटा पुरा सामान मेसी भइरहेछ यहाँ बैग रेडी हस्बैंड चाहिँ अन्त अब चाहिँ हामी चाहिँ यहाँबाट रम्फू जाने रम्फूबाट दिदीकोमा निस्किने त्यहाँदेखिको निस्केर चाहिँ हामी गान्तोक जाने मान्छेहरू कसैहरू पुरा मन दुखाइरहेछ म गयो भनेर मन दुखाएको अरे खुसी भएको अरे भाउजूले अब कराउने मान्छे गयो भनेर आइसा खुसी भइरहेछ कि छैन भन्न त म जान्दा के भइरहेछ यो चिया चाहिँ आइसाले बनाएर दिएको मिठो भएछ हो अन्त अब चाहिँ गएको गरम चाहिँ पुरा बढिरहेछ नि त अहिले चाहिँ हो अन्त मैले कतिखेर हामी चाहिँ आइपुगे रम्फू यहाँभित्र हाल्नु न यहाँ आइपुग्यो मैले त दिदीहरू फोन चाहिँ उठाएकै छैन कि के गर्छु अब हेलो कुकुरले टोक्दैन दाजु त्यसै होइन त्यसै एट्याक गरेको मायालुको अङ्गालो मैला सबै कुरोका Shuma, shuma, shuma. Shuma, shuma, shuma. हामी चाहिँ लु आइपुग्यौँ भाग्यमानी सुमा 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 के खोलेको सुमा सुमा के गरम बढेछ है Oh my god, म त मर्छु होला चिया बनेर ल्याइदियो खोरी मलाई कम्प्लिमेन्ट गर्नु कस्तो बनाछ घरमा त पटक्कै बनाउँदिन चिया कि बहिनी लियो मेरोबाट कसले है राति राखिदिनु न के लाग्छ यहाँ चाहिँ यस्तो डेन्जर दिदीले चाहिँ दिदी बहिनी चाहिँ सुतिरहेको रहेछ दिदी बहिनी परे आमा छोरी चाहिँ भेना गायब रहेछ आउने 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 आजी आउने 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 खुनु भएछ फुस्कियो सबै फुस्केर अन्त त्यो त झरी गयो अन्त त अघि खिचिदिएको नाक नभएर है हामी फोनै तान्दैछ उसले हेर्दैछ फोन तान्छ पाइया गर्छु म गरम लाग्यो म त मर्छु होला हौ भेनालाई पनि दिनु न अन्त तपाईँ आउनु कस्तो बिचारा भेना हेर भेना बहिनीले दिन्छ भनेर नदेख
स्पेशल अरे नि त स्पेशल यहाँ आलुदम यहाँ चाहिँ ए जग्गा हाइ पो गरिरहेछ बोकेन आउनु खोजेको हेर्नु त हेर्नु त साथीहरू म चाहिँ यहाँ उयो भएछ पिम्पल्स छ मेरो साथी ल्याउन आएको साथी अहिलेदेखिको आउँछु भनेको होइन आउँदै आउँदैन यो केटी कहाँ गयो हेर्छ त यहाँबाट 2 खेप भइसक्यो यहाँ बाहिर आएको चाहिँ यहाँ आउँदैछ कि हेरौँ कहाँ लचक लचक त्यो कम्बरै गर्दै आउँदै होला मैले भनेको थिएँ नि ऊ लचकिँदै आउँदैछ कहाँ गएको तिमी त हरायो भनेर अन्त मिसिङ रिपोर्टमा आइरहेको थियो त लचक लचक त्यो कम्बर ए देऊ नम्बर ए बात होला तर पछाडिबाट बेसहरू अब चाहिँ हामी निस्केको दादा पछाडिबाट आयो है यहाँ हामीलाई पुऱ्याउनु गएको अरे बाई बाई छुट्टिएको अब चाहिँ हामी छुट्टिएको मेरो दिदी मलाई पुऱ्याउनु आएको अरे नानीमा आएको तिमी त स्कुल गएको जस्तै छ त मेरै हो त्यो ब्याग चाहिँ भेनाको होइन ऊ पऱ्यो नानी देऊ जहीँ कोही मेरो ठिकै हो भनेर चाहिँ दिमाग फुस्क्यो अरे लास्टमा गएर नानी बाई बाई सुमा बाई बाई सुमा बाई 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 सुमा बाई 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 सुमा बाई बाई अम्मा भेट्छु ल भनेपछि भिडियो कलमा लु गएको भेना गएको बाई बाई लु बिस्तारै जाने गौ ल बाई लु रमिला म बाई बाई गएको र भने साथीहरू अहिले चाहिँ हामी साङमार्तम है हो छलमथाङ बहिनीको घर यहाँ देख्न सक्नुहुन्छ है ऊ तल हाम्रो स्कुटी बहिनीकोमा गीताकोमा आएको सामान पुऱ्याउनु अन्त खासै हामी ढिलो भएर चाहिँ ऊ सिमताङबाट अघि आएछ कि अन्त हामी चाहिँ अहिले आएको यहाँ त माछा पोखरी जस्तै छ त है खोल चाहिँ यहीँ रहेछ त खोला हो अन्त अब यहाँ सामान पुऱ्याइराखेर चाहिँ हामी फेरि वेट टु गान्तोक हस्बेन्ड यहाँ चाहिँ साथीहरू अहिले राखेको ल अहिले भरे भेट्छु